जे तिमी सोच्छौ तिमी त्यही बन्छौ, जे तिमी महसुस गर्छौ त्यसलाई तिमी आकर्षित गर्छौ, जे तिमी कल्पना गर्छौ तिमी त्यसलाई निर्माण गर्छौ। हेलो गाइस, नमस्ते, वेलकम टु न्यू ब्लग। आज मलाई गुड नाइट छु बोरामा हालेर कचरेका काँक्रो, नुन खोर्सानी हालेर मिठो गरी काँक्रो खाइहाल्छ खाजामा। आज म टक्क काँक्रोहरू खोल्न आएको। एउटा काँक्रो चाहिँ खाइसकेँ आधी, सानो रहेछ। अरू काँक्रो चाहिँ खोजिरहेको छु म काँक्राको झ्यालमा। यसपालि पहिले नआएन, पछि अलि धेरै भयो काँक्रा। यता आउनु चाहिँ काँक्रो भेटिएन, यताउता हेरेँ त्यो काँक्रो भेटियो त भेटिँदैन। फेरि यहाँ अम्ली चाहिँ फलेको रहेछ, अचार मिठो हुन्छ अम्लीको। यता काँक्रो खोजी यता पनि कतै छैन। एउटा सानो काँक्रो भेटेर खाँदैछु। काँक्रोहरू चाहिँ भेट्यो, तर हरियो काँक्रोहरू चाहिँ भेटेर खाना लागेको काँक्रोहरू पाएको चाहिँ भेटिन्छन् काँक्रोहरू। के चाउचाउ पकाउनु हुँदो रहेछ खाजा चाहिँ, अहिले खाजा हो चाउचाउ। यहाँ चाहिँ हामीले टक्क मकैहरू छोडाएर टक्क खोस्टहरू निकाल्यौँ। भुइँको मकै टिप्ने टक्क बिहा हो पछि बिउलाई यहाँ सुकाएको। यहाँ चाहिँ मकै खानाको लागि मिलमा लगाइने सुकाएको। यहाँ चाहिँ बिउ मकैको लागि हो। टक्क चाउचाउ पकाउने तेल हालेर बुझ्यो नि, एकदम हल्का काटेर ठिक्क पार्नुपर्छ चाउचाउ पकाउन। खाने चाहिँ बिस्कुट खाँदै हुनुहुन्छ, चाउचाउ खाने चाउचाउ आज खाजालाई प्याज हाल्नुभयो, मसालो हाल्ने टक्क तयार पार्नु। अहिले चाहिँ पानी पस्नुपर्छ चाउचाउमा हाल्नु। बोडी हुन्छ मिठो बनाउनु, बोडी हाल्ने राख्नुपर्छ। अचारको नुन पनि हाल्नुभयो, हुँदैछ। अब चाउचाउ हाल्नु पाइन्छ। टक्क बदाम गरम हाल्छ, केराको दाना हालेर भुट्नु हुन्छ। चाउचाउ सक्यो। तेल हाल्नुभयो। अब मर्च हाल्नु भएछ, तेल चाउचाउको तेल हाल्दै हुनुहुन्छ, भुट्दै हुनुहुन्छ। पानी चाहिँ भोरी हाल्नुभयो। अब चाउचाउ अट्ने कि होइन सबजनालाई पुग्ने गरी मसला हाल्नुभयो। चाउचाउमा अर्को मसला पनि हाल्नुभयो, तीस्रो मसला हाल्नुभयो। बदाम, केराको दाना, खोर्सानीहरू टुङ्गोमा राखेँ। चाउचाउ पाक्ने गरी चाहिँ उम्लिँदैछ। तयार पारेर पनि हाल्नुभयो। चाउचाउ पाक्दैछ, तयार भइसक्यो। चाउचाउ तयार भइसक्यो। मैले एक बारी भटमास ल्याइसक्यो। अब अर्को बारी लिन हिँड्न आँटेको। भटमास चाहिँ यो भटमासको दाना निकालेर खाना भुटेर खानु पनि मिल्छ, उसिनेर खानु पनि हुन्छ। टक्क डिलमा खाइसकेको छ मैले। 5 टक्का फर्सीहरू ल्याएँ अरे, अनि त्यहाँदेखि खोलेर ल्याएर तिउन तरकारी खान लगाउँछ। यो फर्सी भटमास पाटेर मुखिन्छ सर्ने हो।